दिस इज माई 5th टेक किनभने होइन अब 5 चोटि मैले रेकर्ड सुनाउने लास्टै ल्याङ हुने रहेछ क्या त्यो त अब मैले के गरेँ पहिलाको टेकमा अब त्यो हाल्न त मिलेन किनकि लास्टै ल्याग खाने त्यो त ब्याकग्राउन्ड नोइज बढी चर्को भएर त्यो हाल्नु परेको हो होइन त्यो र अहिले पनि यो स्वर सानै पार्नुपर्छ मैले चाहिँ होइन अब अगाडिको टेकमा होइन अब अगाडिको मैले खिच्न खोजेको भिडियोमा चाहिँ मैले एउटा राक्षस त भेटेको थिएँ एउटा हरर मोड हालेको छ क्या युसा अनि योभन्दा अगाडि मैले युट्युबमा अपलोड गरेको भिडियोमा चाहिँ साउन्डै आएको थिएन त्यो ग्लिच भएको थियो नि त अब कलमा जाँदाखेरि त्यो रेकर्डै हुँदैन रहेछ अब त्यो सब्सक्रिप्सन के किन्नुपर्ने रहेछ एपमा अब मलाई झ्याउ लगाएर नकिने मैले अब हाम्रो यसमा मिसन चाहिँ के हो भने चाहिँ अब मैले त्यो हरर मोड हालेको थिएँ नि अब त्यसको चाहिँ त्यो मबलाई खोज्नुपर्छ त्यो मलाई अलिक रुगा लाग्यो मेरो स्वर अलिक उ भएछ होइन अब फुड त हामीसँग टन्नै छ रिसोर्सेस पनि टन्नै छ अब त्यो मबलाई त्यो हरर त्यो मोडको त्यो हालेको छ स्टकर भन्ने हालेको थिएँ मैले होइन त्यो MCPEDL भन्ने एउटा एपबाट हालेको थिएँ मैले माइनक्राफ्टको मोड हाल्ने अब त्यो राक्षस कि त मास्टरलाई भेटिन्छ कि भेटिँदैन फेरि भनेर यसो हेर्न लाग्यो मैले अब यतिकै कुरिरहँ कि भनेको अब एउटा घर पनि बनाउनु पर्ला घर बनाउन मसँग आइरहने नै छैन त्यस्तो खासै लाभा रहेछ त्यहाँ म के रहेछ भन्ने अलिकति हुड माइन्ड गर्नु पऱ्यो एक्स बनाऊँ भने अब स्टोनै छैन मैले कताको चेस्ट कताको आइरन रहेछ त मसँग न त्यतिर अलिकति आइरन कोलमलाई मारेको थिएँ मैले भाँडी बित्तिकै त्यो राक्षस आइरहेको थियो एउटा एक्स बनाउनु पर्ला सिल्ड त अहिले चाहिन्छ सिल्ड बनाउन वुड त छ होला सिल्ड बनाउनु पर्यो एउटा त्यो फेरि त्यसले आएर चप्टिन थाल्यो भने डर लाग्छ मलाई त स्केरी नै छ अहिले अलि तपाईँलाई अहिले देखाउँला ठिकै छ लाट्न चाहिँ खोज्दैन छिनछिन आउँछ तर्साउँछ भाग्छ त्यसो काम घर बनाउनु है अलिकति ऊ मेरो साथी आयो फेरि तोर्के साथी 1 नम्बरको बर्ड छ आयो के देखाएको आयो ए यो मडको हेर्नु त्यहाँ जावा मड पनि हो बेडरकको लागि पनि काम गर्छ बेडरक भर्जन नाम हाले मैले त्यो कता छ म किट्स अन गरेको छैन त्यसलाई लिएर आउँछु म एकछिनको अफर सो गाइज होइन मैले यसलाई बुझाइसकेँ होइन यसलाई होइन अब हामी चाहिँ अब सुत्नु पर्यो किनभने रात पर्न लागिसकेको छ अब फेरि त्यो राक्षस आउँछ क्या भने अब के को डर होइन राक्षस आइने आओस् भने त्यो पनि यो अलिक बढ्छ यसको अलिकति रिसोर्सेस मैले कलेक्ट गरेपछि उ गर्नु केले आफै रिसोर्सेस कलेक्ट गर्छ के गर्छ यो कहाँ आइरहेको ल कस्तो ल्याग खान्छ क्या अलि उ गर्नु है मिनोस उसको इङ्ग्लिस अलि राम्रो छ क्या मैले उसलाई बुझाइदिएको थिएँ अब ऊ चाहिँ सुत्दैन फेरि के गर्छ मेरो मोबाइल अलिकति ल्यागी छ क्या गाइज इग्नोर गरिदिनु उफ छिटो खोइ त जाँदैन त यो त के गर्छ यो साउन्ड माइट नट बी डिटेक्टेड भन्छ खोइ मेरो सोच नआएको कि के भयो त्यस्तै छ अब ऊ चाहिँ अब सुत्न जान्छ म सुत्न गएपछि उठेर आउँछु अब मैले सुताइदिएँ मेरो भोइस चाहिँ रिकर्ड भएको छैन जस्तो लागिरहेछ भोइस नट रिकर्डेड भन्छ के हो के गर्छ यो लास्टै रिस्ट आयो पढ त्यसले मलाई ए यसको रियल लाभली घान्ती फेरि मैले सिमरे कस्तो मस्टर आयो फेरि कहाँबाट यसले गर्दा हो क्या समय मात्रै वेस्ट हान्छ मलाई कसम रिस्ट आइरह्यो
अब यसको नाम त लिक भइसक्यो कति हो भन्नु हैन पर्तुस है गाइज यसको नाम चाहिँ पर्तुस लास्टै चाहिँ आउने भयो ल गाइज म बिहान भइसकेपछि गरौँ ल यति घुमिरहनु राति हैन के गर्नु ल है गाइज हामी चाहिँ उ गरिरहेको छौँ हैन चाहिँ वुड काट्नु के गर्दै काम पाइनस् के हो त्यो ल के हो त्यो ओए मैले त नदिइदिएर छोमिस भन्नुभएछ के गर्छ यसले के गर्दैन यसले किपरले लास्टै मेरो मुड खराब पार्यो है लड्यो हेर्नु फेरि के गर्छ यो यसको कामै रहेन रहेछ है डर लाग्दो मड भने त यति उभिन्छ अब यतिकै घुमाउँ अब अर्को उसलाई भेटौँ नो चिट्स फेरि हेर्नु न गाइस फेरि के भन्छ भिडियो खिचिरहेको छु अनि अब हैन यसलाई चाहिँ अलिकति सामान दिनु पर्यो ओए पत्लुन ए हेरि यसको निक्नेम पत्लुन भन्छु क्या भन्दै हाल्दैन अहिले लिन आउँदैन अन्धो हो क्या हो यो ए म तर्सिरा त्यसलाई देखेर केही गर्दैन रहेछ ए मडमा उल्लेखाएको थियो यसलाई हेर्ने जेलसम्म यसले केही गर्दैन रात परेपछि खोइ के गर्छ भनिरहेको थियो अब हेरौँ अब के गर्ने हो के होइन ल गाइस यो भिडियो त मैले यतिकै टेस्ट गर्न हेरेँ अब मेरो स्वर जान्छ कि जाँदैन पहिला चाहिँ स्वरै गएको थिएन त्यही भएर ल गाइस आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ अनि एकचोटि यो यसको मन्स्टरको नजिक बस्नु पर्छ तपाईँलाई बाई भन्नको लागि होइन जोखिङ काम गर्न गइरहेको छु यसको छेउमा आएर बस्छु ल बाई गाइज आजको लागि यति नै होइन यस्तो मस्टरले केही गर्दैन क्या अनि मैले हेर्न बन्द गरेर रात परेपछि चाहिँ डर लाग्न थाल्छ हेर्नु है ल मैले राखेँ